ल आजको यो खास प्रस्तुतिमा सिधै विषयवस्तुतिर लागौँ है त। आज हामी एउटा यस्तो शब्दको पर्दाफास गर्दैछौँ जुन हामी धेरैले सुनेका त पक्कै छौँ, तर त्यसको भित्री कथा सायदै कसैलाई थाहा होला। त्यो शब्द हो जोसेनजोग। विशेष गरी चिनिया मूलका कोरियालीहरूलाई बुझाउन प्रयोग हुने यो शब्द सुन्ने बित्तिकै धेरैको मनमा थुप्रै प्रश्नहरू उठ्छन्। तर के हामीले बाहिर सुनेको भरमा बनाएको धारणा र ऐतिहासिक यथार्थ एउटै हो त? आज हामी यसैको गहिराईमा पुगेर भ्रम र सत्यलाई छुट्याउने प्रयास गर्नेछौँ। अचेल अनलाइन फोरमहरू वा सामाजिक सञ्जालतिर हेर्ने हो भने एउटा कुरा निकै सुनिन्छ। धेरैलाई के लाग्छ भने यो जोसनजोग भन्ने शब्द त एकदमै अपमानजनक पो हो। चिनिया कम्युनिस्ट पार्टीले उनीहरूको कोरियाली पहिचानलाई नै मेटाउन जबरजस्ती मिन्जोक अर्थात् राष्ट्र वा जाति शब्द हटाएर यो नाम भिराइदिएको हो भन्ने भाष्य बलियो छ। उनीहरू त चिनिया पो हुन् त भनेर पराया जस्तो व्यवहार गरिन्छ। तर के यो साँच्चै पहिचान मेटाउने कुनै ठूलो राजनीतिक षड्यन्त्र थियो त? इतिहासका पानाहरू पल्टाउँदा कथा बिल्कुलै फरक पाइन्छ। अब यो कुराको चुरो पत्ता लगाउन 1950 को दशकतिर फर्कौँ है त। यो प्रशासनिक परिवर्तन कसरी भयो बुझ्न जरुरी छ। यहाँनिर हेरौँ त, यो कुनै रातारात थोपरिएको नाम थिएन। सुरुमा सन् 1952 को सेप्टेम्बरमा जब यो स्वायत्त क्षेत्र स्थापना भयो नि, त्यति बेला यसको आधिकारिक नाम यानबिएन जोसुन मिन्जोक स्वायत्त गु अर्थात् क्षेत्र राखिएको थियो। देख्नुभयो नि, त्यहाँ प्रष्ट रूपमा मिन्जोक शब्द थियो। तर पछि सन् 1955 मा आएर मात्र यो नाम यानबिएन जोसुन जोग स्वायत्त जु अर्थात् प्रान्तमा परिणत भयो। यहाँ मिन्जोकबाट मिन हट्यो र जोक मात्र रह्यो। यसले हामीलाई के प्रश्न पार्छ भने सन् 1950 को दशकको मध्यसम्म पनि अहिले हामीले सुन्ने जोसनजोग भन्ने शब्द औपचारिक रूपमा पूर्ण रूपले स्थापित भइसकेकै थिएन। त्यसो भए यो नाम परिवर्तन किन भयो त? यसको पछाडि चीनको एउटा विशाल जातीय पहिचान परियोजना जोडिएको छ। सन् 1949 मा नयाँ चिनिया सरकार गठन भएपछि उनीहरू सामु एउटा निकै ठूलो टाउको दुखाएको विषय थियो। त्यहाँको विशाल जनसाङ्ख्यिकीय विविधता। कल्पना गर्नुहोस् त, त्यति बेला करिब 400 भन्दा बढी विभिन्न जातीय समूहहरूले हामीलाई छुट्टै पहिचान देऊ भनेर माग गरिरहेका थिए। अब 400 वटालाई मान्यता दिनु त सम्भवै थिएन। त्यसैले सरकारले एउटा कडा मापदण्ड बनाएर ती सबैलाई फिल्टर गर्दै केवल 55 वटा अल्पसंख्यक समूहहरूलाई मात्र आधिकारिक मान्यता दियो। हो, 55, यो संख्या निकै महत्त्वपूर्ण छ। त्यो उत्कृष्ट 55 भित्र पर्नका लागि त्यहाँ निकै कडा शर्तहरू थिए। पहिलो कुरा, त्यो समूह एउटा निश्चित भौगोलिक क्षेत्रभित्रै बसोबास गरेको हुनुपर्थ्यो। दोस्रो, उनीहरूको जनसङ्ख्याको एउटा निश्चित आकार वा अनुपात हुनुपर्थ्यो। र तेस्रो, सत्तारूढ दल वा क्रान्तिमा उनीहरूको केही न केही योगदान देखिएको हुनुपर्थ्यो। रोचक कुरा के छ भने त्यहाँ बसोबास गर्ने कोरियाली समुदायले यी सबै मापदण्डहरू सजिलै र पूर्ण रूपमा पूरा गर्थे। त्यसैले उनीहरूलाई त पहिलो चरणमै अल्पसंख्यकको रूपमा ससम्मान मान्यता दिएको थियो। त्यसैले यहाँनिर बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने मिन्जोक शब्द हटाएर जोक राख्नु भनेको कोरियालीहरूलाई हेपेर वा उनीहरूको स्तर घटाएर गरिएको निर्णय पटक्कै थिएन। यो त केवल प्रशासनिक समानताको कुरा थियो। मान्यता प्राप्त सबै 55 अल्पसंख्यक समूहहरूको नामकरणमा एउटा एकरूपता ल्याउनका लागि जोक, जसको अर्थ समुदाय वा जाति हुन्छ, प्रत्यय थपिएको थियो। अब सोचौँ त, अन्य 54 वटा समूहलाई जोक भन्ने अनि एउटालाई मात्र मिन्जोक भन्दा त समानता बिग्रियो नि, होइन र? यो त नितान्त प्राविधिक र समानता कायम गर्ने कदम मात्र थियो। अब लागौँ अर्को एउटा निकै रोचक प्रश्नतिर। उनीहरूको नाममा जोसोन नै किन जोडियो? देहान किन भनिएन? अहिलेको आधुनिक दक्षिण कोरियालाई त देहान मिङ्गुक भनिन्छ, तर यो समुदायलाई चाहिँ देहान जोक नभनेर किन जोसोनजोग भनियो त? यसको जरा इतिहासमा लुकेको छ। हेर्नुहोस्, 1897 मा जोसोन राजवंश ढलेर देहान साम्राज्य त बन्यो, तर गाउँघरका आम सर्वसाधारणलाई यो कुराको पत्तो नै थिएन। अहिले जस्तो इन्टरनेट र मोबाइल हुने कुरै भएन। उनीहरूलाई देहान भनेको के हो नै थाहा थिएन। त्यसैमाथि 1910 देखि 1945 सम्म जापानी औपनिवेशिक युग सुरु भयो। जापानीहरूले पनि उनीहरूलाई देहान नभनेर जोसोनिन अर्थात् जोसोनका मान्छे भनेरै बोलाउँथे। त्यसैले आम मानिसहरूको जनजिब्रोमा जोसोनिन नै झुन्डिरह्यो। तर यो शब्दलाई सधैँको लागि र आधिकारिक रूपमा स्थापित गर्ने काम चाहिँ सन् 1948 को विभाजनले गर्यो। जब कोरिया दुई भागमा बाँडियो, उत्तर कोरियाले आफ्नो देशको नाम जोसोन राख्यो। त्यसको ठीक एक वर्षपछि सन् 1949 मा चीन जनवादी गणतन्त्रको रूपमा स्थापित भयो।
अब विचार गर्नुस् त, चीन र उत्तर कोरियाको सिमाना जोडिएको छ, समय पनि एउटै। त्यसैले चीनको उत्तरपूर्वी क्षेत्रमा रहेका कोरियाली डायस्पोराहरूको लागि जोसोन शब्द नै स्वाभाविक रूपमा आधिकारिक बन्न पुग्यो। यो कुनै जबरजस्ती थोपोरिएको नाम थिएन, बरु समय र परिस्थितिले जुराएको नाम थियो। अब यो सबै ऐतिहासिक तथ्यलाई आजको वर्तमान यथार्थसँग जोडेर हेरौँ। एउटा बहुजातीय राज्यमा पहिचानको अर्थ के हुन्छ त? यहाँनिर दुईवटा बिल्कुलै फरक संसारहरू बीचको टकराउ देखिन्छ। दक्षिण कोरिया एउटा एकल जातीय समाज हो। त्यहाँ हामी सबै एउटै मिन्जोक वा रगत हौँ भन्ने गहिरो मानसिकता हुन्छ। तर चीनको यथार्थ बिल्कुलै फरक छ। चीन भनेको 56वटा मान्यता प्राप्त जातीय समूहहरू भएको एउटा विशाल बहुजातीय राज्य हो। जब तपाईँ एउटा देशको एकल जातीय चस्मा लगाएर अर्को देशको बहुजातीय यथार्थलाई हेर्नुहुन्छ, तब ठूलो गलतफहमी पैदा हुन्छ। दक्षिण कोरियालीहरू जोसोन्जोक शब्दलाई आफ्नो पहिचान खुम्चेको ठान्छन्, तर चीनभित्र बसेर हेर्दा यसको अर्थ अर्कै हुन्छ। र यो भनाइले वास्तविकता कति मार्मिक छ भनेर छर्लङ्ग पार्छ। एउटा विशाल हान चिनिया बहुल समाजमा, जहाँ हरेक दिन आफ्नो भाषा र संस्कृति हराउने जोखिम हुन्छ, त्यहाँ आफूलाई गर्वका साथ म जोसोन्जोक हुँ भन्नु सानो कुरा होइन। यसको अर्थ म हान चिनिया होइन, मेरो आफ्नै छुट्टै कोरियाली पहिचान छ भनेर आफ्नो जरालाई बलियोसँग दाबी गर्नु हो। यो आफ्नो पहिचान बेचेको वा चिनियाकरण भएको प्रतीक पटक्कै होइन, बरु अथाक चुनौतीका बीच आफ्नो मौलिकता बचाउने एउटा शक्तिशाली हतियार हो। त्यसैले जाँदा जाँदै यो कुरामा अलिकति सोचौँ त, के हामीले एउटा शब्दको बाहिरी आवरणलाई मात्र हेरेर एउटा सिङ्गो समुदायको सङ्घर्ष र उनीहरूको पहिचानप्रतिको अगाध मायालाई व्यवस्था गरिरहेका त छैनौँ? बहुजातीय राज्यमा आफ्नो अस्तित्व जोगाउन उनीहरूले अपनाएको यो पहिचानलाई आफ्नै एकल जातीय पूर्वाग्रहको साँगुरो लेन्सबाट हेर्दा कतै उनीहरूप्रति हामीले नै अन्याय त गरिरहेका छैनौँ नि? आजको यो चर्चाबाट पक्कै पनि तपाईँलाई यस विषयमा सोच्ने एउटा नयाँ दृष्टिकोण मिल्यो होला। यस्तै रोचक र तथ्यपरक प्रस्तुतिहरूसँगै हामी फेरि भेट्नेछौँ।